हेलो साथीहरू नमस्कार। यहाँको मौसम चाहिँ यस्तो छ है साथीहरू आज चाहिँ म के गर्दैछु भने यहाँ ड्राइङ गर्दैछु हैन केटाकेटी जस्तै। यो चाहिँ मैले ट्री बनाएको ट्री केटाकेटीहरूको त्यो फोटो झुन्डाएको हुन्छ नि हैन, क्लास 3 बनाउँदैछु मैले यता बिहानै हैन। बिहानै मैले बनाउन सुरु गरेको अनि यो चाहिँ स्ट्यान्ड नभएर यस्तो भएको हैन, आफै यसरी हातले समाएर एउटा हातले समाउने एउटा हातले ड्राइङ गर्ने गरेको साथीहरू है। यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ ट्री बनिसक्यो आधा आधा हैन। फाइनली साथीहरू मैले चाहिँ ट्री बनाइसकेको छु है। अघि बिहानदेखि बनाएको एकदमै समय लाग्यो। त्यो बिचबिचमा पनि मैले के कामहरू गर्न भ्याएँ हैन, घरसर सबै गर्न भ्याएँ। दाल पकाइसकेँ, खाना पकाउँदै भए पनि गरेको साथीहरू। यहाँ हेर्नुहोस् त, यसलाई चाहिँ म साथीहरू मजाले देखाउँछु, अलिक राम्रो देखेको छैन के साथीहरू। मेरो ट्री चाहिँ यस्तो भयो, यहाँ देख्न सक्नुहुन्छ। खासै राम्रो त भएन, यहाँ अझै फोटोहरू बाँकी छ हैन। भएको जति चाहिँ टाँसे मैले पेस्ट गरेँ, यो चाहिँ बाँकी रहेको। यो चाहिँ प्लास्टिक केटाकेटीहरूको लागि बनाएको साथीहरू, केटाकेटीहरूलाई दिएको सबै बिगारेर फेरि मैले आफै गरेको। खास राम्रो त भएन, जे होस् मैले बनाइसकेँ। यहाँहरूलाई कस्तो लाग्यो हैन, यहाँलाई कस्तो लाग्यो आशा छ यहाँहरूलाई मन पर्यो होला। अनि मेरो आजको भ्लगबाट चाहिँ म बिदा हुन्छु हैन, कति बजिसकिसकेको छ अनि अब त ढिलो पनि भइसक्यो। सो साथीहरू, यहाँहरूले यति जेल हेरिदिनु भयो त्यसको लागि थ्याङ्क यू सो मच। यसरी नै माया गर्दै जानु होला। अबको यहाँहरूको बाँकी पल बाँकी समय शुभ रहोस् भन्दै म बिदा हुन्छु। हस् त, बाई एन्ड